खाना हो टिको लाउडा हेलो गाइस ल यो चाहिँ यहाँ भुवन खत्रीको छोराको आइस खत्रीको भोलिको शुभ व्रतबन्धको कार्यक्रमको लागि यहाँ कसार बटार्ने कार्यक्रम एकदम तीव्र रूपमा अगाडि बढिरहेको छ। दिदी बहिनी गाउँका काकी बडेमा फुपू सबै हाम्रो ठुली कान्छी दिदी तपाईलाई जाडो त भएको छैन नि? यता पनि ठुली कान्छी दिदी यहाँ कसार बटार्नको लागि चाहिँ पुरै चामलको पिठो भुट्नु हुँदैछ। चामलको पिठो भुटेर पुरै काव्यगं साम्राज्यतिचिन्दनान्यशय्यपातान्तु देव देयं सदा परिभवग्नमधिष्ठदोयशरण्यम सिन्ताङमा हुँदा पनि बाजेऊ न होइन त्यो खुन्देमा खाएर लगिदिनु तपाईँ मन्त्र चाहिँ पढ्नु न छोप्यौ न वस्तु हो पवित्रमसि शतधारं वस्तु हो पवित्रमसि सहस्रधारं वर्ष तमितो पुनर्बाहुभ्यां साम्राज्यति यो चाहिँ नान्यमुखीको कार्यक्रम सम्पन्न भयो। बाजे बजेहरू यहाँ घिउको धारा थापेर हामी चाहिँ कहिले बाज्दैन है भनेर यहाँ प्रमाणित गर्नुहुँदैछ है। भुवन खनालको छोरा चक्रबहादुर खनालको नाति आयुष खनालको शुभ व्रतबन्ध र आइसा खनालको गुनौचोरीमा कार्यक्रम आज भिख लिने र भिख दिने समय भइसकेको छ।